उता जाँदा उताबाट टायर यस्तो भइसक्यो उतापट्टिको टायर पुरै हामी चाहिँ अहिले माथि आइसक्यौँ अनि यहाँ टिपरहरू गाडीहरू आएको ल हामी एकदम आइडिया लाउँदैछौँ फलफुलको गाडी रहेको छ टायर त पुरै उचालेको रहेछ क्या आम्बो बोलेर यस्तो भयो यार आउँदा आउँदा बाटोमा कस्तो छ त्यो बाटो भच्चेक आउने बाटो चाहिँ अहिले तल बन्दैछ नि त अनि त्यही पछि आएर चाहिँ यस्तो भइसकेको छ गाडी ल केटा ल केटाहरूले गाडी उठाउने कोसिस गरिदियो यस्तो हुँदैछ हाम्रो जर्नी हाम्रो साधनहरू यता अनि गाडी चाहिँ यता छ यस्तो ओट हाल्न पर्यो यहाँ तल तिप्लिन्छ यो ल गाडी चाहिँ रहेछ अगाडि गएर ओट हाल्थ्यौ त उता त्यो ढुङ्गो अगाडि हाल्थ्यौ न मैले धान दिइरहेको छु अब अलिकति ल है केटाहरू यस्तो सिसी ल बुढी आएर ल है ल केटा टान केटाहरू गाडी साडी तारिसकेको छ सयो गाडी धलकैलेको ऊपर लक्ष्यमा चाहिँ हामी चाहिँ अङ्गुरहरू माग्दैछ क्या ल हिउँमा पुरै हिउँ टेक्दै गयो ल ल ल ल उठायो अर्डर मिला केटा उचाल केटा उचाल सयो ल हामीले हामीलाई चाहिँ अङ्गुरहरू दिन्छ ओए यदि अङ्गुर लगा हामीलाई धेरै धेरै धन्यवाद दिनु ओए सयो ल यताबाट नि गाडी आउँदैछ चट्ट भ्यू पोइन्टमा लाएर शुभबार छ सयो जाम